फाइनली गाइस यसको त्यो मोबाइलको तल डिस्प्ले चेन्ज गर्न दिए अरे त्यो लिइसक्यो मोबाइल लिएर हामी यहाँ पुरै हिँडिसक्यो पुरै लखर अब तपाईँलाई हङकङ बजार देख्न गइरहेछ हामी भिजिट गरौँ तपाईँलाई अहिले एकछिनमा भेट्छौँ अब तो शायद बोल दे भोसड़ी चाहिँ अब हेटौँडाको हङकङ बजार जाँदैछ एकछिन क्या बोला तूने साला ये दुख का खत्म नहीं होता बे तर यसले जस्तो हाल्यो भने होइन खत्रै हाल्थ्यो यार खत्रै अड्किने तरिकाले हाल्दैछ यो चाहिँ हाम्रो हङकङ बजार आइसक्यो फाइनली टाढैबाट मजा दिन्छ होइन अहिले हाम्रो सब्सक्राइबर बढाउँ न बात तो सही है हामी हङकङ बजारको हङकङ बजारमा अब रमझम मात्रै हेर्ने हो यतिर सब रमझम भइरहेछ ए मजै अब यता फेरि छुट्टै रमझम सबको के अब आफ्नै रमझम के अलग अलग दुनियाँ के गर्नु अब सबैलाई आफ्नो के अब रमझमै बेग्लै कथा बेग्लै व्यथा सब अलग अलग त्यही हो अब जाने एउटै भयो भने थोडा सबको अलग अलग छ खै पनि हेरौँ गाईहरू यो चाहिँ हाम्रो बजार यो त गाई घुम्नुमै हराउँछ त के हो यहाँ अलि लास्टै भिडभाड छ कि फेरि घुम्नुमै हराउने केटो यस्तो हुनुहुन्छ अनि फेरि कसलाई के भन्ने यहाँ फेरि अटो छ तपाईँहरूलाई चाहियो भने सम्पर्क नम्बर पनि छ यहाँ फेरि गाई घुम्न जानु चाहनुहुन्छ फेरि लोकल साग पनि छ वाह दिदी दिदी घरबाटै लिएर एकदम पालुङ साग है पालुङ त्यो होइन त्यो चाहिँ पालुङ साग हो हामी चाहिँ सादा बस्ने ठाउँमा गाउँको बसाएर जाँदैछौँ राम्रो सादा बसमा जाने सादा बसाएर जाँदैछौँ पछाडि सुनेर जाने हो ढोकामा कहाँ अगाडि पछाडि फेरि ओह यार ये कितनी औसम है गुलाब जामुन साग फेरि अब यो झन् हेर्नुहोस् त यहाँ म्याजिक पाएर कुरो लाग्ने बेला त झनै धेरै राम्रो भाँडै फेरि सुनलाई यता झनै पुरै होइन आँखाले हेरेर नभ्याउने कानले सुनेर नि नभ्याउने नाकले सुनेर नि नभ्याउने तर लोड छ यहाँ एकदम रमाइलो भइरहेछ हेटौँडा बजार चाहिँ अहिले पुरै पानी खाएर अगाइसक्यो एकदम त्यही भएर हामी केही चिज खाऊँ न स्याउ पनि मलाई अन्टीले खा भन्दै हामी फाइनली झूठ बोलो बार बार झूठ बोलो भने आई डोन्ट लाइक स्याउ आई डोन्ट लाइक कौन है ये लोग कहाँ से आते हैं दिउँसो देवाकै फेरि यो चाहिँ गाई होइन त्यसो नसुन्छ कि बाबु हामी चाहिँ हिँडिरहेछौँ गाई छैन के गर्नु त जल्दी बोल कल सुबह पनवेल निकलना त्यहाँ गएर नाच्यौँ ल यता चाहिँ होइन सब परि यतातिर तिहार आइसक्यो
यो चाहिँ फेरि किन्नर फ्यान हो कि फेरि त्यहाँ डान्स सही पकड़े हैं त्यहाँ डान्स हेरिदिइहाल्ने कि अब बेच्छ हिँड्नु अब हामी चाहिँ हेर्नु गाइज अब यसको मोबाइल लिएर चाहिँ घरतिर लङ्गर लङ्गर लाग्दिन्छौँ अब हाम्रो बजारको यात्रा चाहिँ अब अन्तिम अन्तिम हुन लागिसक्यो नेक्स्ट चाहिँ हामी खोला जाने तयारीमा छौँ। आज धेरै धेरै गरियो स्विमिङ खेल्यो हिँड्यो बजार घुमियो डुलियो आइयो अब यसले जाउँ न त्यहाँ मोबाइल लिनु पहिला ल जाउँ अब यसको मोबाइल लिने रे त्यसपछि के गर्ने रे मोबाइल लिएपछि लेफ्ट राइट होइन त यसले अब मोबाइल लिन्छ मोबाइल लिइसकेपछि यसको डिस्प्ले चेन्ज गर्न दिएको छैन गाई तर एउटा कुरा त म के भन्छ लिटरली मलाई त अहिले हाम्रो त फर्स्ट टाइम भन्दा भ्लग बनाएको हामी बोल्न नि जान्दैन होइन के कुरा के गर्यो होला थाहा पनि छैन लिटरली भन्नुपर्दा मलाई अलिकति हामीलाई लाजमा लागिरहेको गाई हामी त्यति बोल्न पनि जान्दैनौँ त्यो पनि फेरि हेर्नु न गाई तर हाम्रो भिडियो रमाइलो त हुन्छ है गाई यत्रो बजार एरियामा हिँडेको होइन गफ गरेको अब देख्नै भयो होला जताततै वरिपरि लाइनमा पनि अब एकछिनमा भेटौँला गरेर यस्तो थिएन अब अहिले अरे कहना क्या चाहते हो